हेलो गाइजहरु, आजको हाम्रो पाथिभारा मन्दिर सँगसँगै आरआर गार्डनको भ्रमणपछि अहिले चाहिँ हामी फेरि राजपोखरी हाम्रो तिनजुरेदेखि मुनि पर्ने राजपोखरीको यात्रा रहेको छ। हाम्रो हरि सर हुनुहुन्छ मेरो साथमा, अनि हामी चाहिँ यहाँ गाडी यहाँ छोडेर अब पैदल यात्रा आधी घन्टाको पैदल यात्रा पछाडि चाहिँ हामी यात्रा गर्नेछौँ। अहिले चाहिँ यहाँ एकदम चिसो छ, धनकुटे बिस्कुट र यहाँ चाहिँ गाईको दुध चियासँग हामी खाँदैछौँ अहिले खाजा भनौँ, र हामी अब अर्को यात्रा सुरु गर्दैछौँ। हेरौँ यात्रामा कस्तो कस्तो दृश्यहरूलाई अवलोकन गर्न पाइन्छ। हामी सकेसम्म क्यामेरामा कैद गर्नेछौँ। अहिले चाहिँ हामी त्यहाँ थोरै नास्ता गरेर चिया, गाईको दुधको चिया र धनकुटे बिस्कुटको स्वाद लिएर अब हामी तिनजुरे डाँडातर्फ लाग्दैछौँ। र तिनजुरे डाँडा पश्चात हामी त्यहाँ चाहिँ एउटा राजपोखरी भन्ने एउटा पोखरी रहेछ, त्यो पोखरीको पनि हामी अवलोकन गर्नेछौँ। हेरौँ त्यहाँको अवस्था कस्तो छ, सिचुएसन कस्तो छ, अवलोकन गरौँ। यस्तो छ। ए यो ठुलै पो थिएछ त नि। अच्छा, यो पाँच पोखरी एरियामा छौँ अहिले हामी। यो तल देखिएको यो पनि पोखरी हो भन्थ्यो, तर त्यहाँ मेसिन हाल्ने काम भएपछि चाहिँ त्यो पोखरी पानी सर्यो भन्ने कुरा गरिदियो नि त अघि दाइले। र यहाँ देखिएको यो चाहिँ यो गुराँस पार्क निर्माण गर्न लाग्नु भएको रहेछ। एकदम सुन्दर छ यो जुन देखिएको दृश्य। यो तेह्रथुम जिल्ला पर्छ। अहिले हामी जुन स्थानमा छौँ, अहिले हामी सङ्खुवासभा जिल्ला र तेह्रथुम जिल्लाको सिमानामा छौँ। र अहिले चाहिँ हामीले गाडी छोडेर हामी पैदल यात्रैमा हामी तिनजुरे जाँदैछौँ। घरि यो मौसम घरिघरि खुल्ने, घरिघरि चाहिँ यो बादल हुस्सु लाग्ने भइरहेको छ। घाम लाग्दाखेरि त तातै अनुभव हुँदो रहेछ, तर यो हुस्से लाग्दा चाहिँ एकदम हावा चल्ने, अलिकति चिसोको चाहिँ हामीले महसुस गरिरहेका छौँ। जे जस्तोसुकै भए पनि आजको यात्रा चाहिँ एकदम रमाइलो छ, अविस्मरणीय रहनेछ आजको यात्रा। र जसले यो भिडियोलाई हेर्दै हुनुहुन्छ, कृपया ऱ्यान्डम भिडियो ग्यालरी युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिदिनुहोस् भनेर म भन्न चाहन्छु। पर्यटनलाई, नेपालको पर्यटन विकासलाई पनि यो भिडियोले केही न केही रूपमा सहयोग गर्छ जस्तो लागेको छ। किनभने अहिले हामी गुराँसको राजधानी नेपालमा पाइने गुराँसहरूको प्रजातिमध्ये गुराँसको धेरै प्रजाति पाइने स्थान अथवा क्षेत्र तिनजुरे जलजले मिल्के क्षेत्रमा छौँ। र त्यहाँको भ्रमण आज गरिरहेका छौँ हामी। र त्यसै कारण आजको यो यात्रा एकदम रोचक हुनेछ। योभन्दा अगाडिको भ्लगमा चाहिँ हामीले आरआर गार्डन र चाहिँ हाम्रो पाथिभारा मन्दिरमा चाहिँ हामीले अवलोकन भ्रमण गरेका थियौँ। र अहिले हामी तिनजुरे क्षेत्रतर्फ, मुख्य तिनजुरे भन्ने ठाउँमा हामी अहिले गइरहेका छौँ। चाहिँ हुस्से लागेर मौसम फेरि बन्द भएको छ। यो देखिएको यो एरिया पुरै यो तेह्रथुम हो। र यहाँदेखि तेह्रथुमको लसुने बजार नजिकै पर्छ भनेर भन्नुभएको छ, तर हामी त्यता त जाँदैनौँ। हामी आज फर्किन्छौँ सङ्खुवासभा नै। एकदम डरलाग्दो भिरहरू पनि हामी देख्न सक्छौँ। बाटोको अवस्था यस्तो छ। यो बाटोलाई चाहिँ एकदमै तीव्र रूपमा चाहिँ स्तर वृद्धि गर्नु हो भने यो ठाउँमा अझ पर्यटनको आगमन चाहिँ बढ्छ भन्ने मलाई लागेको छ।
किनभने यो बाटो चाहिँ सहज रूपमा सञ्चालन हुन सके धेरै टाढा टाढाका पर्यटकहरू पनि आन्तरिक पर्यटकहरू आएर यो स्थानको भ्रमण गर्ने अथवा चाहिँ अवलोकन गर्ने चाहिँ म सम्भावना देख्छु। एकदमै अजङ्गको भिरहरू देख्न सकिन्छ। यो प्राय सबै गुराँस हो, गुराँसकै जङ्गल छ। सबै गुराँसकै जङ्गल। यो वन जङ्गल सबै गुराँस हो। तर गत वर्षभन्दा यो वर्ष गुराँस नफुलेको हो भनेर स्थानीयहरूको पनि भनाइ रहेको छ। पुरै चट्टान छ यो मासतिर पनि। यहाँदेखि उता सायद यो गुफा पोखरी जाने बाटो हुनसक्छ, मोटर बाटो। र अब भने हामी पैदल यात्रा अगाडि बढाउँदैछौँ। यो पिन्जुरे भन्ने हिँडेर जाने बाटो चाहिँ यो रहेछ। हामी अब पिन्जुरेको गन्तव्यतिर चाहिँ ढल्किँदैछौँ। बाटोको अवस्था यस्तो छ। एकदमै रमणीय ठाउँ, सुन्दर ठाउँको अवलोकन गर्दै भ्रमण गर्दै हिँड्नुको मजा बेग्लै छ। एकदम नयाँ ठाउँको यात्राले गर्दा होला एकदमै ऊर्जा आइरहेको छ हिँड्नलाई। अच्छा लेकिन लन्डनको यो बाटो दुईतर्फी रहेछ। एकतर्फी चाहिँ यहाँ ढुङ्गा बिछाएको बाटो भने एकतर्फी चाहिँ यहाँ अलिक अप्ठ्यारो बाटो रहेछ। निकै अप्ठ्यारो बाटो रहेछ। Wow, what a beautiful view of the Tinjure Milky. यहाँबाट चाहिँ अब बाटो पुरै रेलिङ हालेर यो चाहिँ टाइल्स बिछाएको बाटो सुरु भयो। चाहिँ आन्तरिक पर्यटन प्रवर्धनको लागि चाहिँ पर्यटकीय स्थलहरूमा चाहिँ एकदमै भौतिक संरचनाहरूको पनि निर्माण गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। किनभने हरेक कुराबाट चाहिँ सुविधा सम्पन्न त नभनौँ, तर आधारभूत सेवा सुविधाका कुराहरूदेखि लिएर चाहिँ भौतिक पूर्वाधारहरू सुरक्षित कुराहरूको चाहिँ निर्माण गर्न सके थप पर्यटन विकासमा चाहिँ टेवा पुग्छ जस्तो लाग्छ मलाई। लाग्यो कि अब यो धुपी जस्तो नि देखिन्छ फुलेको। क्या बोट हेर्दा चाहिँ तल बस्दै सुतिरहेको रहेछ। मजा छ। पशु चौपायालाई पनि जाडो छ, चर्यो, दाम्लोमा बाँधिनु परेको छैन, चर्यो, खायो, सुत्यो, मस्त छ जिन्दगी बिचराहरूको। बाटो एकदम सुन्दर छ। झन् जति अगाडि गयो उति उत्सुकताले भरिएको छ मन। आज हामी पूर्वी जिल्लाको चाहिँ अति नै सुन्दर तथा रमणीय स्थल चाहिँ तिनजुरे मिल्केको भ्रमणमा हामी निस्केका छौँ, यात्रामा। र यो चाहिँ 3टा जिल्ला तेह्रथुम, ताप्लेजुङ अनि सङ्खुवासभा 3टा जिल्लाको
यो सङ्गम स्थल हो र एकदमै रमाइलो लागिरहेको छ। घरिघरि चाहिँ यहाँको वातावरण खुल्ला हुने र घरिघरि चाहिँ यहाँको वातावरण चाहिँ यो बादल लागेर कुहिरो लागेर छपक्क छोपिदिने भइरहेको छ। र पनि हामी केही कुराहरूलाई अवलोकन गर्दै केही दृश्यहरूलाई निहाल्दै यो प्रकृतिमै चाहिँ सम्मानित भएर प्रकृतिसँग मिठो साइनो सम्बन्ध जोड्दै हामी यात्रा गरिरहेका छौँ। र यात्रामा यति रमाइलो अनुभूति भइरहेको छ। सकिन्छ भने मेरो अनुरोध के छ भने यो यात्रामा आउँदाखेरि आधी बाटोसम्म चाहिँ हामी सवारी साधन नआएर पैदल यात्रा गऱ्यो भने अझ रोचक र रमाइलो हुने भन्ने मैले महसुस गरेँ। अहिले चाहिँ हामी तिनजुरेको डाँडामा पुग्न आँटिरहेको छौँ। अहिले यहाँ विश्राम गरिरहेको छु। हाम्रो सर आउँदै हुनुहुन्छ पछाडि र अबको केही समयमा हामी तिनजुरे पुग्नेछौँ। त्यस पछाडि त्यहाँको दृश्य अवलोकन गरेर चाहिँ त्यहाँको चाहिँ प्रकृतिसँग रमाएर आनन्द अनुभूति गरेर अनि फेरि हामी फर्किनेछौँ। हेरौँ कस्तो छ। अब अहिले ठ्याक्कै हामी तिनजुरे पुग्नै आँटिरहेछौँ। कस्तो छ त्यहाँको अवस्था, लेट्स सी इट। यात्रा एकदमै रोचकपूर्ण छ। जति अगाडि बढ्दै गयो उति कौतूहलता कस्तो आउला ठाउँ, कस्तो देखिएला, कस्तो छ त्यहाँको ठाउँ भन्ने मनमा एक खालको कौतूहलताले भरिसकेको छ जति अगाडि गयो। र यात्रा निरन्तर अगाडि बढिरहेको छ र हिँड्नुपर्छ है। मेरो साथीहरू हिँड्नुपर्छ एकदमै। गाडी घोडामा मात्रै यात्रा गर्नु हुँदैन, कहिलेकाहीँ खुट्टा पैदल यात्रा पनि गर्नु एकदम जरुरी छ। म पनि पैदल यात्रा गर्नलाई चाहिँ एकदम रुचि राख्ने मान्छे, मन पराउने मान्छे। अब यस्तो ठाउँ आइपुग्यो, यता पनि भिड उता पनि भिड। अच्छा, यात्रा निरन्तर अगाडि बढिरहेको छ। हाम्रो तिनजुरेको कुहिरो लागेर केही देख्नु पनि पाएन, त्यही पनि एउटा कौतूहल त छ मनमा। यात्रा एकदम खतरा। भइरहेको छ। यहाँको अवस्थाहरू चाहिँ जङ्गलभित्र छिर्दा चाहिँ डर पनि लाग्ने होइन। कुहिरो पुरा हो, वरिपरि कुहिरो लागिरहेछ। बाटो यस्तो छ, पुरा चिसो छ भुइँ। यस्तो बाटोमा एक्लै हिँड्नु पर्यो भने डर लाग्छ कि लाग्दैन साथीहरू? हामी चाहिँ दुईजना छौँ, तर ह्यारी सर पछाडि आउँदै हुनुहुन्छ। सब कुरा स्केटबोर्ड मात्रै छ। वाह, जति माथि चढ्यो उति सास बढेर आउँछ। बाटो यस्तो छ चेप, हाई अल्टिच्युडको कारणले पनि हुनसक्छ। किनभने हामीलाई थाहा छ जति माथि चढ्यो त्यो अक्सिजन चाहिँ कम हुँदै जान्छ। र यो उकालो हिँडाइले पनि हुनसक्छ। किनभने उकालो हिँड्दाखेरि स्वास्थ्य त्यसै लाग्छ नै। यहाँ भर्याङ हाल्नु भएको रहेछ। वाउ, क्या बडा, भगवान्।
चाहिँ यस्तो ठाउँबाट हामी छिरिरहेको छौँ, यात्रा गरिरहेको छौँ। एउटा अन्धकार, केही देखिँदैन। तर करिब अब हामी तकरिबन तिनजुरेको डाँडा पुग्नै आँटियो। हामी चाहिँ तिनजुरे आइपुग्यौँ। यहाँ यसो मन्दिर जस्तो पनि बनाउनु भएको रहेछ, मन्दिर घन्टाहरू पनि चलाउनु भएको रहेछ। तिनजुरे पिक 3010 मिटरको एल्टिट्युडमा रहेछ। करिब तकरिबन आधी घन्टाको हिँडाइ पछाडि चाहिँ हामी यो तिनजुरे आइपुगेका छौँ। हामीले बिचमै हाम्रो गाडी छोडिराखेका छौँ र त्यहाँबाट चाहिँ हामी पैदल हिँडेर यो तिनजुरेको ठ्याक्कै यो पिकमा, मेन मुख्य तिनजुरेमा हामी आइपुगेको छौँ। र यो ठाउँले किन तिनजुरे भन्यो त्यो चाहिँ थाहा छैन। सायद यहाँ 3टा जुरो भएकोले होला र यहाँ के एउटा धार्मिक कुराहरू पनि हुनसक्छ। त्यसरी आउनु चाहिँ आइपुग्यो। हेर्दाखेरि हुस्से लागेकोले केही कुराहरू त्यो यहाँदेखि आसपासको वरपरका दृश्यहरूले चाहिँ हामीले देख्न पाइरहेको छैनौँ। कुहिरो लागेकोले हामी आशा गर्छौँ यो कुहिरो केही समयमा खुल्नेछ। अहिले एकदमै हावा चलिरहेको छ र सकेसम्म हामी अहिले मेरो ढाड फर्किरहेको छ। मेरो ढाड फर्किएको, ढाडपट्टिको भाग चाहिँ तेह्रथुम हो भने म जुनपट्टि फर्किरहेको छु त्यो चाहिँ सङ्घर्षपट्टि फर्किरहेको छु। एकदम रमाइलो छ। तर यहाँ हुस्सु लागेकोले, कुहिरो लागेकोले वरपरका चिजहरूलाई चाहिँ हामीले देख्न सकिरहेको छैनौँ। अब हामी अहिले तिनजुरेमा छौँ, ठ्याक्कै तिनजुरेको जुन पिक मेन पोइन्टमा। र अब यहाँदेखि चाहिँ सायदै हामी यो रातपोखरी भन्नेतिर हामी झर्नेछौँ। त्यहाँको अवलोकन गर्नेछौँ कस्तो छ रातपोखरी भन्ने, त्यसले हामी अवलोकन गर्नेछौँ। त्यस पछाडि हाम्रो आजको भ्लग सकिनेछ र अहिले हामी ठ्याक्कै तिनजुरेको पिकमा छौँ। र मलाई जहाँसम्म लाग्छ यो चाहिँ किराँतहरूको एउटा आस्थाको केन्द्र हो कि भन्ने मलाई लागेको छ। र जे जस्तो सुकै भए पनि म यहाँ आइरहँदाखेरि यो जुन पिकमा म आइरहँदाखेरि यो वरिपरि चाहिँ एकदमै जङ्क फुडको खोलहरू, प्लास्टिकहरू मैले देखेँ। र सम्भवतः यस्ता चाहिँ सार्वजनिक ठाउँहरूमा, अलिकति पवित्र मानिएको यो ठाउँहरूमा यो खालको फोहोर मैला गर्नु चाहिँ मलाई त्यति उचित लागेन। यहाँ चाहिँ आएर बियरहरू खाएर, खोलाहरू फाल्ने, कोक-ड्युहरू खाएर, चाउचाउ बिस्कुटहरू, चुइगमहरूको खाएर, सेवन गरेर त्यो कुराहरूलाई फाल्ने। ल साथीहरू, अब भने हामी तिनजुरेको पिकबाट फेरि रातपोखरीको बाटो हामी तय गर्दैछौँ। खासमा रातपोखरी रहेछ, राजपोखरी भनेको सुनियो। तिनजुरेलाई बिदा मागेर हामी हिँडियो। हाम्रो एकजना बाबे पनि जोडिनु भएको छ आज। अहिले चाहिँ पहिला ढेँडो खाने हेर्ने अलिक तगडा हो। हाम्रो यो रातपोखरी जाने बाटो चाहिँ यस्तो रहेको छ, तगडा।
हामी चाहिँ एकदम ओह्रालो लागिरहेछौँ बाटो। यहाँबाट हामी पोखरी पुगेर सायद यो 5 पोखरीको आसपास हो, 5 पोखरी क्षेत्र। 2-3 पोखरी त देखियो। अब ती पोखरीहरूको पनि ठुलो पोखरीतिर जाँदैछौँ हामी। हेरौँ कस्तो छ त्यहाँको अवस्था। तर हाम्रो यहाँ हिँडाइ अलिकति फास्ट नै छ। यहाँ उकालो ओह्रालो गरेकै मान्छे हो, पहाड हिँडेकै मान्छे। त्यसो हुँदाखेरि खुट्टाले अहिलेसम्म साथ दिइरहेछ हिँड्नलाई। ढुङ्गै चट्टान नि बाटो त, माटो त एउटा देख्नु पाएको छैन त। पोखरी तर कुन साइडमा हो? यही मुनि हो कि क्या हो नि यो खोचमा? कि यहाँदेखि पनि उतै हो नि? 15 मिनट भयो त निकै छ नि हौ। त्यहाँदेखि फेरि 3 मिनट त आउँदैछु, 6-7 मिनट पनि आएको छैन। त्यहाँदेखि उता पर निस्किने तेर्सो बाटो छ भन्दै थियो हुनुहुन्थ्यो क्या। अच्छा, पुरै कत्ले छाप गरेको बाटो छ। यस्तोमा चाहिँ यो पारा गुटुटुङ कुद्नुपर्छ कि। के हो यो फुल? यात्रा निरन्तर नै छ। अहिलेसम्म पनि हामी पोखरीमा आइपुगेको छैनौँ। हामी हेर्दै जानेछौँ। हामी एकदम प्रतीक्षामा छौँ। यो तल टल्किन्छ, यो तलको हो क्या हो सेतो। लगभग हामी पोखरीमा आइपुग्नै आँट्यौँ। मैले अघि माथिबाट अड्कल चाहिँ गरेको, अलिक खोस देखेर त्यही होला पोखरी जस्तो लागिरहेको थियो। ओहो, हामी अहिले चाहिँ अब पोखरीमा आइपुग्नै आँट्यो। यहाँ तल पोखरी देखिरहेको छ। यही रहेछ। ल, यो रात पोखरी भन्नेमा हामी आइपुग्यौँ। यो चाहिँ निकै राम्रै देखिँदो रहेछ। ल, पोखरी यस्तै रहेछ यहाँको पोखरी। वाह, कालो रहेछ र रात पोखरी भनेको होला नि? लेउ पनि हो क्या हो? लेउले होला भनेको। अब हामी गुराँस पार भनेको, अथवा चाहिँ हामी अब यो यतापट्टि जान्छौँ यहाँबाट हामी, किनभने हाम्रो गन्तव्य फेरि फर्किने गन्तव्य उतै हो। अब हामी केही क्षण यो पोखरीले अवलोकन गर्नेछौँ। यो पोखरी भनेको यही हो, अघि हामीले भनेको पोखरी। एकदम कालो छ, खासै ठुलो त होइन, तर यो पनि एउटा आस्थाकै केन्द्र होला, पवित्र ठाउँ नै होला। यहाँको अवस्थालाई हेर्दाखेरि यो पोखरी यस्तो छ। अघि हामीले कुरा गरेको पोखरी चाहिँ यही हो। यस्तै छ यहाँको पोखरी। एकदम पानी चाहिँ एउटा चाहिँ फुलसम्म पनि, यो गुराँसको फुलहरू, गुराँसको पात पनि यहाँ देखिँदैन। पानी यो लेउले गर्दा होला कालो देखिरहेको छ। र पनि यो पानीमा कुनै चाहिँ पत्करहरू अथवा चाहिँ केही चिजहरू, फुलहरू तैरेको देख्न पाएको छैन। एकदम कञ्चन छ, सफा छ। ल, अब भने हामी यो पोखरीमा केही समय रहेर हामी अब भने फेरि
हामी जहाँबाट आएको थियौँ त्यहीँ फर्किनेछौँ र यो यात्रा गरिरहँदाखेरि धेरै चाहिँ राम्रो अनुभूति भएको छ, आनन्दको चाहिँ फिल भएको छ र यसरी प्रकृतिमा हराएर प्रकृतिलाई अवलोकन गर्दै हिँड्नुको मजै छुट्टै हुन्छ। त्यसो हुँदाखेरि यो प्रकृति रहेन भने हामी पनि रहँदैनौँ। त्यसकारण आज जलवायु परिवर्तनका कारण चाहिँ धेरै समस्याहरू अहिले संसारमा आइरहेको छ, धेरै ठुल्ठुलो विपत्तिहरू भइरहेको छ। त्यसकारण जसरी हामी यो प्रकृतिमा हराएर एउटा चाहिँ प्राकृतिकसँग हामी आनन्द लुट्छौँ, तर यो प्रकृतिलाई हामीले संरक्षण गर्नु, यो प्राकृतिक सम्पदाहरूको हामीले जगेर्ना गर्नु, यो चाहिँ हामी सबैको दायित्व र जिम्मेवारी हो जस्तो लाग्छ मलाई। र अहिले जुन यो समय छ, यो मौसम छ, एकदमै खराब मौसम छ, खराब समय छ र चाहिँ वातावरणमा चाहिँ एकदम खराब भइरहेको छ। त्यसकारण सकेसम्म हामीले यो प्रकृतिलाई बचाउँ, यो प्रकृतिलाई संरक्षण गर्ने बाटो, संरक्षण गर्ने विचारको कुराहरूलाई हामीले अवलम्बन गर्नुपर्छ। र आज जसरी हाम्रो तिनजुरेको जुन पिक छ, तिनजुरे पिकको यात्रा, त्यो सँगसँगै हाम्रो यो पोखरीको यात्रा हाम्रो लगभग टुङ्गिएको छ। त्यसो हुँदाखेरि यो भिडियो जसले हेर्दै हुनुहुन्छ, हजुरहरू सम्पूर्णलाई सकेसम्म सक्नुहुन्छ भने यो ठाउँहरूको चाहिँ दृष्टिगोचर गर्नुहोला, अवलोकन गर्नुहोला भन्न चाहन्छु। र सकेसम्म यो ठाउँहरूको अवलोकन गर्ने क्रममा अलिकति पवित्र ठाउँहरूमा जस्तै तिनजुरे, त्यस पछाडि पोखरीहरूमा सकेसम्म फोहोर मैलाहरू नगरिदिनु होला भनेर पनि म आग्रह गर्न चाहन्छु। त्यसलाई फोहोर मैला गर्ने अथवा चाहिँ अहिले जङ्क फुडहरूको चाहिँ खोलहरू प्रशस्त मात्रामा अहिले त्यस्ता चाहिँ सार्वजनिक ठाउँ भनौँ अथवा चाहिँ पवित्र ठाउँहरूमा त्यस्ता कुराहरू चाहिँ देखिन्छ। त्यसो हुँदाखेरि त्यस्ता कुराहरू सकेसम्म नगरौँ। हामीले हाम्रो सम्पदाहरूलाई हामीले संरक्षण गर्नुपर्छ, सरसफाइ पनि गर्नुपर्छ। त्यसो हुँदाखेरि यो कुराहरू नगरौँ भन्दै आजको भ्लग म यहीँ टुङ्गाउँदैछु। र अघि हामी जुन स्थानबाट मैले यो भ्लग सुरु गरेको थिएँ, हामी त्यही स्थान फर्किनेछौँ, तर फरक बाटो, अर्को बाटोबाट हामी त्यो स्थानतर्फ फर्किरहेका छौँ। र हाम्रो सर पछाडि हुनुहुन्छ, आर्य सर, र अगाडि हाम्रो बाबा हुनुहुन्छ। अघि हामीसँग जोडिनु भएको छ, हाम्रो ठ्याक्कै तिनजुरेमा आइपुग्नु भएको थियो बाबा। र अहिले हामी चाहिँ अगाडि हिँडिरहेका छौँ, हाम्रो गन्तव्यतर्फ फर्किरहेको छौँ। अहिले हामी हिँडेको बाटो चाहिँ यस्तो छ, यहाँ पनि पुरा गुराँस छ चाहिँ होइन। यहाँ चाहिँ गुराँस बाहेक अन्य बोटबिरुवाहरू खासै देख्न पाइँदैन। जति पनि यो विशाल वृक्षहरू छ, बोटहरू छ, सबै गुराँसको बोटहरू हो। तर यसपाल सायद चाहिँ मौसम अनुकूल नभएर हुनसक्छ गुराँसहरू फुलेको देखिएको छैन। खासै केही मात्रामा मात्रै गुराँसहरू चाहिँ फुलेको देखिएको छ। यति भन्दै हजुरहरूलाई सम्पूर्णलाई अन्त्यमा, यो भ्लगको अन्त्यमा जसले यो भिडियो हेर्दै हुनुहुन्छ, कृपया लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला च्यानललाई पनि। र समय मिल्यो भने म अर्को भ्लगमा फेरि हजुरहरूसँग भेट्ने आशा गर्दछु। र अहिलेलाई भने म हजुरहरूबाट बिदा भएँ। हेभ अ नाइस डे, हेभ अ गुड डे, थ्याङ्क यू।